बाबा आउनुभयो गेट बज्यो होइन छोरो बाबा आएको होइन नि बाबा आएको होइन नि जानुको बाबा आउनुभएको होइन नि बाबा आउँदाखेरि त्यही झ्यालबाट हेर्नु भइहाल्छ नि भोलि आउनुहुन्छ नि नानीको बाबा बाबा भोलि आउनुहुन्छ भोलि के आपत हो यो अब होइन के छोरो बाबा चाहिँ नि बाबासँग कुम्लो पारा पठाइदिन्छु अनि थाहा हुन्छ पानी खेला न खाना दिएको पानी अनि बाबाले कसरी भनिदिन्छ अहिले बाबा आएपछि अनि बाबाले ठ्याम गालामा हाल्नुहुन्छ छोरालाई बम भन्नुहुन्छ कस्तो हाल्नुहुन्छ नि बाबाले बम गरेर कस्तो ठ्याम गाला रन्काइदिनुहुन्छ अनि तेरो यस्तो धेरै हात चल्ने हात खुट्टालाई त म ठिक पार्छु नि बच्चो होइन भएको त्यो पानी पोख्दिम तिमी नखाने हो ल खान्नौ नखाने भाइ किन समातेर बसेको नि अच्छा ल तेरो बाबै बाबा सबै बाबा सिंह आइसक्यो जान्ने भएको कसैको नभएको बाबा चाहिने दिन्छु अनि बाबा चाहिँ छुट्टै जानु भएन हिजो छुट्टै जानु भएन तिमीलाई छोडेर बाबाले त्यस्तो नभनी जाने बाबालाई नि सम्झिन्छ कसैले छुट्टै जानु भयो नि त नि बाबा होइन छुट्टै जानु भएको बिहानै छुट्टै जानु भएको हो अनि नानी नुनु गरेको बेला छ अहिले आउनुहुन्न ठिक चारेर नाटक गर्न नजाऊ बाबा आएपछि अनि त्यहाँ गेट बजिहाल्थ्यो नि होइन भने कस्तो पत्याउनु भोलि आउनुहुन्छ है बहिनीको बाबा के खाने बहिनी के खाने त्यही के छ र खाना त्यही के छ नमस्ते गजे मामुले बरु एकचोटि नमस्ते बेबी नमस्ते यस्तो अटेलले त म त माम पनि खान दिन्न ज्ञानी भए पो खान दिनु यस्तो चकचके सुँगुरो काहीँ नभएको बाबालाई भनिदिन्छु प न बाबा आएपछि अनि ठ्याम कुट्न लाउँछु त्यो सिँगाने नाक तान्दिन्छु बेहोरा